हेलो साथीहरु नमस्ते। म चाहिँ आज मकैको माडा रोटी बनाउँदैछु। मैले चाहिँ यसमा हरियो मकैको दाना हो। यसमा चाहिँ मैले हरियो धनिया, लसुनको पत्ता अनि तिमुर अनि हरियो खुर्सानी अनि लाई मजाले यसमा मिक्स गरेर मिक्सरमा ग्राइन्ड गरेँ। अनि ग्राइन्ड गरिसकेपछि मजाले ग्राइन्ड भइसकेपछि मैले यसमा चामलको पिठो अनि पछि मकैको पिठो मैले एड गरेको छु। अनि हजुरसँग जेको पिठो छ त्यही एड गर्दा पनि हुन्छ। मजाले पानी मिसाउँदै मैले जतिको मलाई मनपर्छ त्यति अनुसारको मैले त्यसको डो बनाएँ। हजुरलाई जस्तो मनपर्छ त्यस्तै बनाउँदा पनि हुन्छ हैन। अनि त्यसपछि तावा रेडी गरेर मैले हजुरहरूलाई जस्तो मनपर्छ त्यही अनुसार बनाउनु होला। अनि एकदम क्रिस्पी टेस्टी अनि हुन्छ। यो चाहिँ मैले चाहिँ बिहान टमाटरको अचार चाहिँ मैले त्यहीसँग खायौँ हामीले चाहिँ। हजुरहरूले चियासँग पनि खाँदा हुन्छ, जेसँग खाँदा पनि मिठो हुन्छ। ओके गाइज, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अर्को भिडियोहरू पनि ल्याउने कोसिस गर्दैछु। ओके, थ्याङ्क यू, बाई।